आहा हावा लागिरहेछ यतिकै मेरो त यो कपाल उडेको माथि गाइस यहाँ चाहिँ पुरै घर झोला किन हामी अस्ति गएको हाइकिङ त्यो ठाउँ है हामी त अस्ति त्यो माथि जाम ट्राई गर एकचोटि यहाँ ट्राई गर न एकचोटि है लगभग गर त हामीहरू चाहिँ पहिला पिस हेर्न आएको थियो मैले बन्द छ कि छैन थाहा छैन बन्द छ होला कस्तो छ ल छैन रहेछ गाइज ल हेलो गाइज एन्ड वेलकम ब्याक टु माई ब्लग आज चाहिँ हामीहरू सोइबु जानेछौँ इभिनिङ वाक अनि गाडी चाहिँ यहाँ भइसक्यो हेलो लेट्स गो टु सोइम्बु नाउ कम अन ल अब म गइरहेछु यहाँ म जानेवाला छ बढी बढी हामीहरू हिँडेर जाने हो गाइजहरू हामीहरू जान लगाएको थियौँ अनि ठेकै टाइममा बुवा आउनुभयो अनि त्यहाँ झोलामा के छ थाहा छैन झोला नि बुवालाई देखाएको खोइ बुवा चाहिँ आउँछ जोडले बुवाले सुनिसकेको छैन बुवालाई नमस्कार रे नातिले ल यो कसरी आइरहेको छ के छ त्यो चाहिँ पछि हामी अनबक्सिङ गरौँला हामी सोइम्बु गएर आउँछौँ बुवा हस् गाइस हामीहरू चाहिँ कलङ्गीबाट अलिकति अगाडि टोटल यहाँबाट जाने त्यहाँसम्म पुग्न चाहिँ टोटल 4 किलोमिटर्स अनि यहाँबाट त्यहाँ जाँदा त्यहाँबाट यहाँबाट चाहिँ 8 किलोमिटर्स हुन्छ अहिले चाहिँ अगाडि बढ्दैछौँ आहा हावा लागिरहेछ यतिकै मेरो त यो कपाल उडेको माथि खासमा यस्तो थियो तर मेरो कपाल यस्तो माथि उड्यो गाइस यहाँ चाहिँ पुरै घर झोला किन सबै कुरा झलाइरहेको यहाँ पुरै कालो पछाडि गाडी त यो यार पुरै आनु तर मोडमा आयो जेन्जी टिमहरू त पुरै घरसर झलाइदिएर आमामा खतरा जेन्जी टिमहरू छन् क्या त्यही पनि जलाउन चाहिँ के जलाए के जलाए पायो भने त गाडी पनि जलाउनु थाहा नै छ मलाई डाडी के भन्न चाहिन्छ त कि जेन्जीहरूको बारेमा केही नभन्ने के भन्ने हो र जेन्जीहरूले गरेको होइन खासै अब नाम चाहिँ जेन्जीको छ होइन काम चाहिँ अर्कैले गरेको छ त्यही हो जेन्जीको नाम चाहिँ बदनाम भयो अब यसरी यो कुनै मन्त्री अथवा कोही हुनसक्छ घर जल्ने व्यक्तिको पोस्ट चाहिँ अब हामी आइसक्नु लाग्यो मेरो कपालै उडियो यस्तो गरेर नै फुलिहाल्छ गाइस अनि हामीहरू चाहिँ एकदम नजिक आइसक्यौँ बुद्ध पार्क अनि त्यसपछि हामीहरू पहिला चाहिँ उयो ठाउँमा बुद्ध मतलब अनि स्वयम्भू नि हामीहरू पहिला ठुलो हरेङमा बस्थ्यौँ जहिले नै आउँथ्यौँ बिहानको मर्निङ वाक हाम्रो चाहिँ यहाँदेखि पुरा माथिदेखि तल हिँड्ने अनि पहिला त एउटा पार्क पनि थियो अनि अहिले त्यसलाई भत्काएर साइडमा त्यो काठहरू राखेको छ अनि पहिला चाहिँ आएर अम्लेट खाने वा जानुहुँदा वा यता आउनुभन्दा अगाडि अम्लेट खाएर जाने यस्तो थियो हाम्रो पहिला चाहिँ अनि दादी हजुरलाई यो सोइम्बुको बारेमा केही भन्नु मन लाग्छ मलाई अब सोइम्बु भनेको वान अफ द मोस्ट इम्पोर्टेन्ट बुद्धिस्ट प्लेस हो
अनि यहाँ धेरै बौद्धिस्टहरू साथसाथै हिन्दू पिपलहरू पनि आइसिन्छ। यहाँ चाहिँ विशाल बुद्धको स्ट्याचु छ। हेर्छौँ ल होइन स्लोली। हामी अस्ति गएको हाइकिङ त्यो ठाउँ है। हामीले त अस्ति त्यो माथि जामा चौकीको यहाँनिर टपमा गएको थियो हामी। यो वाइट ब्लड ओ यहाँनिर गएको थिएन। यस बहुत मजेदारको भ्यू, मतलब भ्यू होइन ठाउँ चाहिँ राम्रो, एकदम एकदम राम्रो। भिड तालहरू कति गर्छौँ गरिरहेको छौँ। अनि तिमीलाई चाहिँ कस्तो लागिरहेछ नि बेबी? मलाई त एकदम मजा आउँछ किनभने यो बुद्धको प्लेस हो नि त। मङ्कीहरू पनि रहेछ हो। थोरै शीतल टेस्टी। नेप्सुङ शङ्ख बजाउने हो? ट्राई गर ल एक्चुली, ट्राई गर एक्चुली, यहाँ ट्राई गर न एक्चुली है। लगभग गर त मजाले पुग्ने सकेन खै। म ट्राई गर्छु लिऊ। बजेन सकेन, धेरै गाह्रो भयो। लेट्स गो। आई थिङ्क हजुरले एनर्जी ड्रिङ्क खाएर आउनुपर्छ। हो एनर्जी लेभल बढाउन त एनर्जी लेभल त मेरो आजै बढायो। खाएकै छैन मैले। अहिले साँझको समय सनसेट हुन लाग्छ होइन, त्यही भएर सन पनि पुरै एलोइस छ। अब हामी एक राउन्ड घुमिसक्यो। एकदम मजाको ठाउँ हो यो। नेपु भर्खरै के गरेको रे मङ्कीले? पुरा घुरेर कसरी? बच्चाहरूलाई पुरा यस्तरी घुरेर हेऱ्यो? यहाँ माथिबाट तिमीलाई घुरेर हेऱ्यो कि होइन? यस्तरी हेरेको बच्चाहरूले। किन नगर्ने बेबी? आई कन्ट्याक्ट। किन आई कन्ट्याक्ट नगर्नु? नत्र लाग्छ कि उनीहरूलाई उहाँहरूले एकदम रिसाएर हामीहरू एकदम रिसाएर छौँ क्या होला। आई कन्ट्याक्ट चाहिँ गर्नु भएन वान नम्बरमा। गाइस हामीहरू चाहिँ पहिला यहाँ फिस हेर्न आएको थियौँ। अहिले बन्द छ कि छैन थाहा छैन, बन्द छ होला जस्तो छ। ल छैन रे गाइस। ल अब फिसी हेरौँ, थाहा छैन मलाई छ कि छैन, बट लेट्स गो हेरौँ। ल नेप्सुङ अब फिस हेर्न होइन ल, छ कि छैन फिस हेरौँ स्लोली। अहिले त फिस छ जस्तो लागेन मलाई है, कि अहिले इभिनिङ भएर फिस नदेखेको हो कि होइन होला। आमा गरे यहाँ चाहिँ हामीले धेरै पहिला हजुरहरूले पुरानो भ्लग हेर्नु भएको छ भने यो ठाउँको भ्लग देख्न सक्नुहुन्छ हजुरहरूले।
अहिले चाहिँ फिस छैन, देखिएन, धमिलो छ। पानी कम छ। बचपनको ठाउँ। कति वर्ष त भइसक्यो नआएको। आज फेरि ताजा भयो बचपनको याद। ल केही रहेनछ, अब हामी मेन भर्याङ चढ्ने ठाउँमा जाँदैछौँ। गाइस हामीहरू चाहिँ अब माथि चढ्न लाग्छौँ। दाडी Give it to me. You can run now. Run, baby, run. Sunset của hơi. Run, baby, run. Come on. You can. सकेन ल जाने ना त म हेर्न सक्छु आफै पहिला त मलाई चाहिँ त गर्छ Yeah, he's coming. Watch from here. Okay. एरोप्लेन त एयरपोर्ट चाहिँ हैन कहाँ एयरपोर्ट एरोप्लेन त्यहाँ Undi. Ayo ada boleh. Undi. गाइस यहाँ चाहिँ पहिला सिकाहरू फाल्थ्यो अनि अहिले चाहिँ फाल्न मिल्दैन Please do not throw coins in the peace pond. Okay, let's go, baby. गाइस हाम्रो चाहिँ तल आइसक्यौँ अब नरिवल पनि किन्यौँ नरिवल यहाँ छ हो ल यो घरमा लगेर नरिवल पानी खाने ल जाउँ यताबाट हो बेबी बिर्स्यो तिमीले म त सिधै अँध्यारो अँध्यारो भइसक्यो है एकछिन पार्कमा म 1 घन्टामा दौडिन्छु गाइस यहाँ चाहिँ इभिनिङ मार्केट चलिरहेछ ब्रेसलेटहरू जुत्ताहरू अनि खेल्ने कुराहरू अनि एकदम धेरै अनि चाहिँ
यस्तो गाइज हामीहरू चाहिँ बल्ल 2 आवर्स पछि आइपुग्यौँ। हजुरलाई मन पर्यो भने लाइक एन्ड सब्सक्राइब र सेयर। आजको लागि चाहिँ बाई बाई गाइज।